सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ। मित्रहरू यो हाम्रो देशमा अहिले सुकुम्बासी समस्या, ऐलानीमा बस्ने अव्यवस्थित बसोबासीहरूको समस्या, के गर्ने कसो गर्ने, डोजरले भत्काएर फाल्ने कि के गर्ने भन्ने बारेमा ठुलो लफडा देखा परिरहेको छ, जसको कारणले गर्दाखेरि अहिले हाम्रो कुनै पनि हैन एउटा उपाय के छ त यो समाधान गर्ने भन्दाखेरि चाहिँ त्यसरी बसेका मान्छेहरूलाई चाहिँ जति जग्गा ओगटेर बसेको त्यति जग्गा बराबरको, त्यति क्षेत्रफल बराबरको जग्गा चाहिँ सरकारले हैन सरकारी रेटमा त्यो जग्गा भोग गरेर जुन तपाईको चाहिँ घर बनाएर बसेको छ त्यो मान्छेलाई सरकारले बेच्नुपर्छ। सरकारले धनी पूर्जा निकालेर दिनुपर्छ। के बोले भाइ? अब के बोले? हजुरले भन्नुभयो जति जग्गा ओगटेर बसेको छ, ओगटे भनेको त अकुपाई, अर्काको जग्गा जमिनतिर जबरजस्ती अथवा चोरेकै भनौँ न, जो सुकै होस् सरकारको जग्गामा ओगटेर जबरजस्ती घर बनाएको छ भने उनीहरूलाई सरकारले जमिन बेच्ने होइन, उल्टा जरिमाना तिर्नु लाउनु पर्छ। हजुरले गीत पनि गाउनुहुन्छ होइन? नो वन्डर हजुरलाई नेपालको जनताहरूले के भन्छ भन्नुहोस् त, गीत गाउँदै भन्नुहोस् है। कहता है जोकर सारा जमाना, आधी हकीकत आधा फसाना। कहता है जोकर